आउँदछु, किनभने तपाईँ मेरो मालिक हुनुहुन्छ, मेरो अङ्ग प्रत्यङ्गको मालिक हुनुहुन्छ। म तपाईँलाई धन्यवाद चढाउँदछु। आजको दिन म तपाईँलाई मेरो हृदयमा तपाईँलाई सजाउन चाहन्छु। मेरो हृदयमा रहनुहोस् भनी म आग्रह गर्दछु। हे प्रभु येशू, तपाईँले खानुभएको कुराको चोटले मलाई निको पार्नुहोस्। आज म स्वीकार गर्छु मेरा हरेक किसिमका बोझ र भारीलाई तपाईँले बोकिदिनु भएको छ। त्यसकारण तपाईँलाई म आज स्वीकार गर्छु। यसै कुरामा तपाईँ मेरो निम्ति मारिनुभयो, गाडिनुभयो, तेस्रो दिनमा जी उठ्नुभयो र मलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो। प्रभु, म तपाईँमा फेरि धन्यवाद दिन्छु। आजको उसो दिनदेखि प्रकाश 3 अध्यायको 20 पद अनुसार तपाईँले मलाई सहायता गर्नुहोस्। म तपाईँसँग रहन्छु र तपाईँ मसँग हुनुहोस्। सधैँभरि मेरो हृदयमा राख्न चाहन्छु। प्रभु, म पापी थिएँ, म अधर्मी थिएँ। उसको दिनदेखि पापमा र दबावमा जिउँदै गर्दा बोझले थिचेको थियो। म स्वतन्त्र हुन चाहन्छु, छुटकारा पाउन चाहन्छु। त्यसकारण आज तपाईँ ख्रीष्ट मेरो मुक्तिदाता, उद्धारकर्ता हुनुहुन्छ भने मेरो ओठले म स्वीकार गर्दछु। प्रभु धन्यवाद। अबदेखि म तपाईँको भएर जिउने उत्कृष्ट इच्छा गर्छु। धन्यवाद। यी सबै ग्रहण गर्ने हृदय दिनुभएको लागि धन्यवाद छ। म तपाईँलाई फेरि पनि तपाईँ मुक्तिदाता हुनुहुन्छ भने म स्वीकार गर्दछु। धन्यवाद। येशूको नाममा आमेन। हालेलुया। हामी प्रार्थना गर्नेछौँ। सबैजनाले उहाँलाई पनि हामी प्रार्थना गर्नेछौँ र परमेश्वरले हामी सबैलाई